मैले भर्खर होम सर्भिस गर्न स्टार्ट गर्दादेखिको क्लाइन्ट स्टिल अहिलेसम्म पनि उहाँहरू मसँग नै मेकओभर गर्नुहुन्छ। त्यो जस्तो मेरो लागि खुसीको कुरा चाहिँ केही होइन। सोफियाजीले फेरि पनि आफ्नो भाइको बिहेको लागि चाहिँ बुक गर्नु भएको थियो। सो 3 जनाको लागि पार्टी मेकओभरको लागि। सो फर्स्टमा चाहिँ अर्को घरमा गएर 2 जनालाई रेडी गरिदिएको थिएँ भने त्यसपछि चाहिँ मैले सोफियाजीलाई रेडी गरेको थिएँ। 2 जनाले चाहिँ एकदमै मिनिमल मेकअप गर्नु भएको थियो। सो म एक्लै नै थिएँ। सो हेयर मेकअप दुइटै नै मैले आफै नै गरेको थिएँ। उहाँहरू चाहिँ मेकअपबाट एकदमै सेटिस्फाइड हुनुभएको थियो। पहिलादेखि नै एकदम मन पराउनुहुन्थ्यो मेरो मेकओभर। अनि त्यसपछि म फेरि सोफियाजीको घरमा गएँ अनि सोफियाजीलाई रेडी गरिदिएँ। सो उहाँलाई चाहिँ यस्तो प्रिटी देखिएको थियो, आज पुरै डल जस्तो नै देखिएको थियो। उहाँ पनि मेकओभरबाट एकदमै ह्याप्पी हुनुभएको थियो। त्यसपछि चाहिँ म त्यहाँबाट मेकओभर सकेर निस्केँ। उहाँहरू पनि पार्टीको लागि निस्किनु भयो। वैशाखको लागि चाहिँ ब्राइडल नन ब्राइडल बुकिङहरू खुलिसकेको छ। यदि तपाईँहरूलाई कुनै पनि मेकओभर चाहिएको छ भने चाहिँ बुकिङको लागि मेसेज गर्नुहोला।